नमस्कार सम्पूर्णमा हजुरहरूलाई हजुरको नेपाली भान्सामा स्वागत छ। आज म हजुरहरू सामु एकदमै हेल्दी आटाको पिठोको समोसा बनाएर देखाउन गइरहेकी छु। यसको लागि चाहिँ पहिले धनियाँको पत्ता, पुदिनाको मुन्टा, हरियो लसुन र पिरोको लागि हरियो खुर्सानी र एउटा कागतीलाई पनि टिपेर लिइसकेकी छु। अब समोसाको लागि 2 कटौरा आटाको पिठोलाई छान्नीमा छानेर लिनुहोस् र थोरै ज्वानोलाई पनि मिचेर लिनुहोस् र थोरै नुन र थोरै तेल वा घिउ हालेर पनि सफा हातले राम्रोसँग मोल्नुहोस् र यस्तो डल्ला भएपछि हाम्रो पिठो रेडी भयो। अब थोरै थोरै पानी हालेर एउटा डो बनाउनुहोस्। हामीले अरू रोटी बनाउने भन्दा अलि साह्रो नै पिठो मुस्नु पर्दछ र एकछिन छोपेर राख्नुहोस्। अब यहाँ मैले उसिनेको केराउ र 7वटा मिडियम साइजको उसिनेको आलुलाई पनि हातको सहायताले फोड्नुहोस् र धेरै मसिनो पनि बनाउनु पर्दैन। यतिको भएपछि एउटा प्यानमा थोरै तेल राख्नुहोस्। तेल तातिसकेपछि जिरा फुर्याउनुहोस्। त्यसपछि अदुवालाई पनि फुर्याउनुहोस्। त्यसपछि मसिनो गरी काटेको लसुनलाई पनि हाल्नुहोस् र थोरै बेसार स्वादअनुसार नुन र धनियाँ जिराको धुलोलाई पनि हालेर चलाउनुहोस्। अब अघिको आलुलाई पनि हालेर एकछिन चलाउनुहोस्। त्यसपछि उसिनेको केराउ, हरियो खुर्सानी हालेर पनि एकछिन चलाउनुहोस्। अन्तिममा धनियाँ र पुदिनालाई पनि माथिबाट हाल्नुहोस् र हिट अफ गरेर कागतीको रस वा आमचुर पाउडर पनि हाल्नुहोस्। हाम्रो समोसाको लागि स्टफिङ तयार भयो। अब समोसाको बाहिर भाग बनाउनको लागि अघि मुछेर राखेको डोको थोरै भागलाई लिनुहोस् र उक्त पिठोको डल्लालाई गोलो आकारमा दुवै हातको सहायताले बनाउनुहोस्। अब बेलनाको सहायताले बेल्नुहोस्। तर रोटी जस्तो गोलो बनाउनु पर्दैन, लाम्चो आकारमा बेल्नुहोस् र बीच भागमा चक्कुको सहायताले काट्नुहोस्। अब यसको 2वटा समोसा बन्दछ र एउटा भागलाई लिनुहोस् र मोटाई यतिको बनाउनुहोस्। धेरै पातलो पनि बनाउनु पर्दैन। अब भिडियोमा देखाए जस्तै काटेको भागमा बीचमा पर्ने गरी फोल्ड गर्नुहोस् र थोरै पानी राखेर अर्को भाग पनि फोल्ड गर्नुहोस् र हजुरहरूले त्यो जोडेको भागलाई हातले थिच्नु पर्दछ ताकि समोसा फ्राई गर्दा नफुटोस् भनेर। अब उक्त रोटी कोन आकारको भइसकेको छ। अब स्टफिङ राख्नुहोस्। समोसामा स्टफिङ धेरै राख्नु पर्दछ ताकि खाँदा पनि मिठो हुन्छ र हातको सहायताले उक्त स्टफिङलाई थिच्नुहोस् र सबैतिर हातको औँलाले पानी चोप्दै उक्त कोनको सबै गोलाकार रूपमा पानी लगाउनुहोस् ताकि मजाले टाँसियोस् भनेर र जहाँ जोडेको छ त्यसको अपोजिट साइडमा फोल्ड गर्नुहोस् र उक्त कोनलाई मजाले थिचेर बन्द गर्नुहोस् र अब हाम्रो समोसाको आकार बनेर पनि तयार भएको छ। अब मिडियम टु लो हिटमा तेललाई तताउनुहोस्। तेल तातिसकेपछि एक एक गरी सबै समोसालाई हाल्नुहोस् र हाल्दा बित्तिकै समोसालाई नचलाउनुहोस्। 1 मिनेटपछि बल्ल चलाउनुहोस्। यसरी लो हिटमा 10-12 मिनेट उल्टाइ पल्टाइ गरेर पकाएपछि हाम्रो समोसा पनि पाकेर रेडी भयो। हेर्नुहोस् त हाम्रो तातो तातो समोसा र भित्र पनि कति धेरै स्टफिङ भरिएको छ। हजुरहरूले पनि घरमा यसरी नै समोसा
वा सिङ्गडा बनाएर खानुहोला। हवस्, धन्यवाद।